तपाईले कहिले एक्लै बसेर सोच्नु भएको छ नेपाल किन यस्तो अवस्थामा छ? यस्तो अवस्था भनेको जुन अवस्थामा आज नेपाल गुज्रिरहेको छ। हामीसँग प्रकृति छ, हामीसँग संस्कृति छ, विश्वमय चिर परिचित हिमालहरू छन्, सुन्दर नदी तथा तालहरू छन्, औषधिको भण्डार रहेको जडीबुटी छ, विदेशीलाई बेच्न मिल्ने खनिज छ, अझै भनौँ प्रकृतिको सुन्दर अनुपम नेपाल भन्ने देश छ। तर किन हाम्रो भविष्य यति अन्योलमा छ? किन एक युवा आफ्नो देशमा सपना देख्न डराउँछ? किन हजारौँ युवा मलिन अनुहारभित्र सुन्दर सपना बोकी विदेश पलायन भइरहेका छन्? आज म तपाईहरूलाई कुनै कहानी सुनाउन लागिरहेको छैन। आज म तपाईहरूलाई नेपालको केही कठोर सत्य देखाउँदैछु जुन तपाईहरूलाई थाहा छ, तर सुन्दा मन अझै पनि दुख्न सक्छ। एउटा कठोर सत्य हो, नेपाल युवाविहीन हुँदैछ। तपाईँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदा देख्नु भएको छ? यदि जानु भएको छैन भने सुन्नु भएको छ? सुन्नु पनि भएको छैन भने तपाईहरूले आफ्नो गाउँ हेरेर पनि थाहा पाउन सक्नुहुन्छ। झोला बोकेका हजारौँ युवा, आँखामा सपना, मनभित्र डर त्रास अनि देशको माया जुन भिरेको झन्डाबाट पनि स्पष्ट रूपमा देख्न सकिन्छ। उनीहरू कहाँ जाँदैछन्? खाडी, मलेसिया, कोरिया, जापान, अमेरिका अथवा अस्ट्रेलिया? किन जाँदैछन्? किनकि नेपालमा बस्ने विकल्प छैन। गाउँघरतिर हेर्नुहोस्, पहिला खेल्ने मैदानहरू सुनसान छन्, खेतबारीमा अन्न उम्रिएको छैन, गाउँघरमा लाग्ने मेला पर्व ओझेलमा परेका छन्, जिउँदाको जन्ती मर्दाको मलामी भेटिँदैनन्। घरमा छन् त केवल बुबा आमा र सपनाहरू, तर देश चलिरहेको छ तिनै आमा बुवाका सन्तानको पसिनाले जुन नेपालमा होइन विदेशमा बगिरहेको छ। आमा बुवा छोरा घर फर्कने समय कुर्दैछन्, छोरालाई ऋण तिर्न समय पुगिरहेको छैन। यो नेपालका हजारौँ परिवारको पीडा हो। अर्को कठोर सत्य कुरा गर्दा हामी पढ्छौँ तर जीवनका लागि होइन। नेपालमा एउटा बच्चा जन्मिन्छ अनि उसको जीवन यसरी सुरु हुन्छ कि स्कुल, कलेज, डिग्री अनि बेरोजगारी। हामीलाई के सिकाइन्छ? रट्न सिकाइन्छ, परीक्षामा पास हुन सिकाइन्छ अनि बढी अङ्क कसरी प्राप्त गर्ने त्यो सिकाइन्छ। तर के सिकाइँदैन? हामीलाई जीवन के हो त्यो सिकाइँदैन। हामीलाई के सिप आवश्यक छ सिप सिकाइँदैन। सोच्ने क्षमता विकास अर्थात् क्रिएटिभिटी सिकाइँदैन। जब पढाइ सकिन्छ अनि हामीसँग सर्टिफिकेट हुन्छ तर कन्फिडेन्स र स्किल हुँदैन। लाखौँ युवा डिग्री लिएर बसेका छन् तर काम पाइँदैन, किनकि नेपालको एजुकेसन सिस्टम काम अर्थात् रियालिटीसँग जोडिएको छैन। हामीलाई पढाइन्छ तर सफल हुन होइन, परीक्षामा पास हुन, बढी अङ्क ल्याउन, जसको प्रतिफल बुवाले खेत बेचेर पढाउनु भयो तर सन्तान पढिसकेपछि बेरोजगार हात लाग्छ। अर्को सत्यको कुरा गर्दा सपना विदेशीको यथार्थ निराशा यो नेपालीको यथार्थ पीडा हो। एउटा सानो बच्चालाई सोध्नुहोस् ठुलो भएर के बन्ने? उत्तर हुन्छ विदेश जान्छु। तर यो सपना होइन, यो बाध्यता हो। नेपाल बस्नलाई सङ्घर्ष मान्दछन् भने विदेश जानुलाई अवसर र सफलता मान्दछन्। हामीले देशलाई यस्तो बनायौँ जहाँ बस्न गाह्रो छ। आजको युवा देशमा बस्न चाहन्न, देश बनाउन चाहँदैन, किनकि उसले भविष्य देख्दैन। ऊ देश छोड्दैछ देशलाई घृणा गरेर होइन, आफ्नो परिवार बचाउनका लागि उसले देश छोड्दैछ। अर्को कठोर सत्यको कुरा गर्दा भ्रष्टाचार पदबहालहरूको बानी भइसकेको छ। सबै भन्छौँ नेपालमा भ्रष्टाचार छ, तर प्रश्न यो हो कि हामी आफै शुद्ध छौँ? सानो कामका लागि सर्टकट खोज्दा चिया खर्च दिने बानी। हामी सिस्टमलाई दोष दिन्छौँ तर सिस्टम बनाउने पनि हामी नै त हौँ नि। यो हामीले कहिल्यै सोचेका छैनौँ। ठुला ठुला परियोजना बन्छन्
तर पुरा हुँदैनन्। किनकि पैसा हराउँछ, जिम्मेवारी हराउँछ र भ्रष्टाचार सलबलाउँछ, त्यसैले ठुला परियोजना हराउँछन्। समस्या केवल नेतामा छैन, समस्या हाम्रो सोचमा पनि छ। देश बिग्रिएको छ भनेर गुनासो गर्ने हामी देश बनाउने जिम्मेवारी लिन किन डराउँछौँ? अर्को नेपालको कठोर सत्यको कुरा गर्दा देशप्रेम केवल शब्दमा सीमित छ, अर्थात् सामाजिक सञ्जालका स्टाटसहरूमा सीमित छ। हामी भन्छौँ मलाई नेपाली हुनुमा गर्व छ, तर साँचो कुरा के हो? नियम पालना गर्दैनौँ, फोहोर जहाँ पायो त्यहीँ फाल्छौँ, सिस्टमलाई मात्र दोष दिन्छौँ। देशप्रेम फेसबुक स्टाटसमा होइन, देशप्रेम आफ्नो काम इमान्दारिताले गर्नु, नियम पालना गर्नु, देशलाई सानो भए पनि योगदान गर्नु हो। देश सरकारले मात्रै बन्दैन, देश हामी सबैले बनाउनु छ। हामी बदलिन सकेनौँ भने देश कहिल्यै बदलिन सक्दैन। यी कठोर सत्य हामीले सुन्न चाहँदैनौँ, तर यिनै हाम्रा यथार्थ हुन्। के तपाईँ परिवर्तनको हिस्सा बन्न चाहनुहुन्छ कि अरूले बनाएको देशमा बस्न चाहनुहुन्छ? नेपाल पनि बदलिन सक्छ, तर पहिले हामी आफू बदलिनुपर्छ। हामी आफ्नो सोच परिवर्तन गर्नुपर्छ, हामी आफ्नो कर्म परिवर्तन गर्नुपर्छ। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? मन परे भिडियोलाई लाइक गर्नुहोला, सकिन्छ भने एउटा कमेन्ट गर्नुहोला र आफू र आफ्ना साथीहरूलाई सेयर गर्नुहोला। यस्तै भिडियो हेर्न रोयल राम अफिसियललाई सब्सक्राइब गरी जोडिनुहोला। धन्यवाद। जय नेपाल।